यस्तो उम्लेर आएको छ अनि कहाँ पार गर्न सकिन्छ यार। लेदो बगेर आउँदैछ। आज त दिनभरि नै पानी पर्यो है, रुक्नेको नामै छैन यार। यस्तो पानी पर्यो भने त दुनियाँ डुब्नु बेर लगाउँदैन त है। पहाड कस्तो अँधेरो भएर आउँदैछ, अझै लामो पर्छ होला यो पानी। पुरा पानी कुद्रेछ यस्तो। लेदो बगेर आउँदैछ। र पनि काम चलिरहेको छ यहाँ केटाहरूको। खोला आइपुग्नु आँटेको छ। खोला चाहिँ ठुलै छ तर पानी चाहिँ उहाँ माझाबाट बग्छ क्या, त्यही भएर अलिक टाढै छ। खोला चाहिँ यहीँबाट सुरु हुन्छ, यहीँबाट चालु हुन्छ। यता गिटी राखेको ठाउँमा पानी जमेर डुबाउनु आँटेको छ है। यो रोइङको देउपानी नदी हो। सुनेको थियो यो पनि ठुलो बढेको छ भनेर, त्यही भनेर अहिले बेलुका यसो छुट्टी भएर हेर्नु आएको त अँधेरै भइसक्यो। फेरि त्यही माथि कस्तो पानी परिरहेको छ। अब यो छाताले रोकेको छैन हो पानी। ओ छिटो आइज न, अँधेरो भइसक्यो त। एउटा नाला एउटा हाँगा चाहिँ यहाँ आएछ। अब यसलाई कटेर जाउँ कि नजाउँ भन्ने कुरो कन्फ्युज भयो क्या। पानी यस्तो परिरहेको छ, यस्तो मूल छ अगाडिपट्टि छ। भरे यो बढ्नेको हो कि भन्ने एउटा डर भयो क्या। र पनि यसो साथीसँग सल्लाह गरी हेर्ने। मैले यो काटिङ गरेर पुरा यसलाई वास आउट गरिसकेँ। यो रोड नै ओभरलोड गर्ने बाटो हो। अलमोस्ट वास आउट हुनु आएको यहाँ झर्दैछ। पानीले रोड काट्यो अब बिस्तारै है। यहाँनिर अब झर्ना फर्म भइसक्यो, रोडमा वाटरफल फर्म भइसक्यो हो। यस्तो डोरो पानी परेको छ, नदी नाला परेर बर्बाद भयो। पहिरो जाने बाटो हो। लगभग पुरा अब खतम हुनु आँटेको छ यो पानीले काटेर काटेर। यस्तो छ हालत अब हो रोडको। बाटोमा पानी पानी भएछ, त्यो कारणले अलिक सर्टकट। यो चाहिँ हो मूल पानी है। यो नदी यो खोलाको मूल पानी हो यो। यहाँ दुई तीन जग्गा छुट्टेको छ। यहाँ पर पनि छ। हेर्नु कस्तो बौलेर गुडगुडाएर चाहिँ आउँदैछ। यो पहाडबाट आएको त, यो पहाडको खोलाहरू हो। साह्रै डह्रो हुन्छ यसको कारण चाहिँ माने पानीको स्पिड धेरै नै माने के भन्नु अब ताकतवर हुन्छ क्या। रोकाएर नसक्ने खाले हुन्छ यसको ताकत।